30 लाख फिर्ता दिन्छस् कि दिन्नस् म्याच दिइहाल्नु हुन्छ नि काठमाडौँको घर बेचेर भए पनि दिनुहुन्छ मेरो घर छ काठमाडौँमा 2-3 घर छ मेरो घर कत्रो छ त्यहाँ सन्डीको छ ठुलो छ म्याच सिक्ने त्यसलाई सम्मान गर्नुपर्छ अनि उहाँले फेरि ब्रान्डेड र ओरिजिनल लुगा जुत्ता मात्रै लाउनुहुन्छ यति एडिडास ओरिजिनल 2500 यसको 7000 यसको लगभग त्यो 4500 यसको 2500 यसको लगभग मैले ड्रेसै कति लागेको छ एडिडासको जुत्ता त कुरो 25 जोन सेना रोमन रेन्ज भन्दा कम छैन भन्नुभयो तर कसरी इन्टरनेसनल म्याच कतिवटा नि पाकिस्तानलाई 2 चोटी जिते अमेरिकनलाई 3 चोटी इन्डियालाई 1 चोटी 4 चोटी पाइन्टमा लाउने बेल्ट जित्नु भएको होला हैन कुरो न हजुरले जितेको बेल्ट भनेको मेरो कालिम्पोङमा छ वुमेन नेपाल महिला रेस्लिङ फाउन्डेसन लेखेको छ त्यहाँ तपाई महिला हो कि बुढीको बेल्ट ल्याउनु भयो बुढी कुरा नजोड यार अनम्यारिड केटालाई यार मैले गर्ने त WWE हो हो र त्यसो भए WWE को फुल फर्म भन्नुस् त ओल्ड बाइ इन्टरटेनमेन्ट WWE को फुल फर्म थाहा नभएको पढे लेखेकै मान्छे हो है SLC को फुल फर्म भन्नु त 5 लाख दिस इज नेपाली ब्रो फ्रम नेपाल आई एम हियर टुडे यस्तो खतरा रेस्लर जाने पनि त्यतिकै खतरा छ फेरि भनेपछि डाइट त दरो पेल्नु हुन्छ होला डाइटको त खर्च छ सर हिजो पनि मैले अनार मात्र 7000 किने अनार मात्र 7000 को खानु हुन्छ भनेपछि रेस्लिङ खेलेर कति कमाउनु हुन्छ पैसा गेममा मैले 5 लाखमा चार्ज गरेर आउँछु गफ अलि बढी भयो जस्तो लाग्यो ल गफ होइन नि त चिन्नु हुन्छ आफू को त्यो सर म त के होला भन्न त रन्डीको छोरा ओ भाइ यो मान्छे कहाँ आयो फेरि राष्ट्रको एउटा गहना त्यही त हजुर जस्तो राष्ट्रको गहनालाई जमिन मुनि गाडेर सुरक्षित राख्नु पर्छ रे अनि हजुर आफैले भने हैन त म देश छोडेर विदेशमा खेल्न जान्छु भनेर फाइनान्सियलले राम्रो हुने भएर म विदेशमा चाहिँ खेल्ने कि भनेर मैले सोच गरेको छु पछि चाहिँ मेरो यहाँ दिल्लीबाट हङकङ अनि यता इलाम अनि यता हङकङबाट टोकियो अनि फर्किँदाखेरि फेरि टोकियोबाट सिङ्गापुरबाट चाहिँ नेपाल 5 वटा कन्ट्रीमा चाहिँ टेकेर आउँदैछ रियालिटीमा आऊ ओसाका फुकुओका ट्रेनिङ लग इभेन्ट टोकियोमा इन्टरभ्यु त्यसपछि भेटघाट कार्यक्रम त्यसपछि हङकङमा मिटिङ कोरियामा मिटिङ सिङ्गापुरमा मिटिङ मिल्यो भने क्यालिफोर्नियामा जस्ट बाहिर होइन कि एयरपोर्टमा 6-7 आवरको ट्रान्जेक्सन त्यो अन्तर्गतमा लाइक $25 or $30 आई विल पे ट्रान्जेक्सनको त्यो सिस्टम छ त्यो कुराहरू बिचरा हैन त्यो भएपछि अनि त्यसपछि सकाएर रिजन ब्याक टु नेपाल के बोल्दै हुनुहुन्छ उसमा त हुनुहुन्छ नि अनि यस्तो मान्छेले रेस्लिङ सिकाउनु हुन्छ रे हल्का लक सिकाइदिन्छु किन सिक्ने के हुन्छ रेस्लिङ सिकेर ट्रेनिङ सिकाइदिनु स्टाइल दिनुपर्ने हुन्छ सिकाएपछि मान्छे मजबुत हुन्छ ह्यान्डसम हुन्छ रेस्लिङ सिकेर मान्छे डिग्री पास गरेर पीएचडी गरेर हैन सर म कति कन्फिडेन्सले बोल्छु यसलाई कन्फिडेन्स हैन दिमाग खुस्केको भन्छ त अनि के मलाई चाहिँ अर्ध पागल भन्ने क्या त भने अर्ध पागल हैन पुरै पागल हो हस्पिटल चेक गर्नु पर्छ हस्पिटल इज नट द सल्युसन ब्रो उहाँलाई पनि मेन्टली औषधि खुवाउनै पर्छ औषधिले हुँदैन उहाँलाई करेन्ट लाउनै पर्छ यहाँ हेर्नुहोस् त जिम गर्नेहरूको बारेमा के भन्दै हुनुहुन्छ हट्टाकट्टा म चाहिँ फ्रेस मान्छे चाहिँ लाइक 40 देखि 50 मिनटसम्म आउने फिजिकल जस्तोमा सर्टिफाइड भएर मजाले इन्जोय दिन सक्छ तर जिम गर्ने साथीहरूले दिन सक्दैन किनकि उनीहरूले यो पार्ट तल भन्दा माथि ठुलो हुन्छ केटीहरू हात हुन्छ क्या पक्रेउ मादर चो जिम गर्ने पावर सबै डम्बलमा तेरो त्यति इन्ट्रेस्ट लाग्दैन मलाई सेक्सको यस्तो बकवास कुरा गर्ने पनि रेस्लर रेस्लर त हो हैन म एउटा एक्टर पनि हो नि त WWE गर्छु भने हैन त्यो एक्टिङ त हो सुपरस्टार हिरोइन देखि लिएर नर्मल मोडलसँग काम गरे हैन सुपरस्टार मोडलहरु ऋतु बस्नेत शर्मिला वाइबा निकिसाहरु त होला पहिला चाहिँ म म्युजिक भिडियोमा काम गर्थे अनि मलाई फिल्ममा पनि अफर आएको थियो उहाँलाई फिल्ममा लाजको रोलमा अफर आएको थियो हाउ कुड अनि हजुरलाई एक्टिङ आउँछ त वाह क्या एक्टिंग कर रहा है ये क्या है दिस इज माय एक्टिङ के भगवती गुरुले फेरि केपी ओलीको एउटा फिल्म बनाउँदै हुन्छ त्यसको साइड त्यो फिल्म चाहिँ खतरै बन्छ होला केपी ओलीसँग जोडी पनि मिल्छ दुवैजनाले हावाले पुरा गर्ने रिङबाट बाहिर फाल्दैछ मेरो यहाँ चाहिँ इन्जुरी भएर मैले चाहिँ आर्मी हस्पिटलमा गएर मैले ब्लड मात्रै चेक गरेको 1,03,000 तिरेको छु हावा तिम्रो गफ भन भयङ्कर गफ केपी ओलीको भन्दा पनि बढी गफ गफ र हावादारी पुरा गर्नमा त केपी ओलीको पनि बाउ हो किने हो इटालियन कम्पनीको यसको प्राइस चाहिँ त्यो बेला $2500 मा किने सेलिब्रिटी भइसक्यो मान्छेलाई गाह्रो भनेर मैले इटाली कम्पनीको राम्रो बक्स दिएको थिएँ मेकअप बक्स खै उहाँलाई सोध्नुपर्छ यो इटालियन कम्पनी होला यो महँगै होइन जापानबाट ल्याउने दुईटा 15 प्रो म्याक्स दुईटा ट्याब एउटा टिभी एउटा सिग्रेट एउटा ओठेर एउटा बास्केट हुन्छ लगभग 15-18 लाखको ल्यायो अनि मसँग यो छ त्यो छ भनेर कति धाक लगाएको यार मेरो घरमा 3वटा आइफोन छ 2वटा ट्याब आइफोन छ अच्छा आइफोन हैन नि त आइफोन के हैन यो यो त रेडमी हो रेडमी र आइफोन छुट्याउन नसक्ने यस्तो त छ राम्रो सांसदहरु दाइ देखाइदिनुस् त कस्तो हुन्छ आइफोन फेरि लेटेस्ट 15 प्रो म्याक्स राम्रो हैन टाटा हुने 2 लाख टाटा हुने छ मैले राम्रो हैन त्यही त त्यो सुन लगाउनु पनि राम्रो होइन सुन लाएर हिँड्नु यो राम्रो हैन के सुने 2-3 लाख रुपैयाँ सुने छ यो राम्रो हैन 15 कार्डको सुन मैले यहाँ किन्दाखेरि लगभग यसको 13-14 लाख पर्छ तर उहाँ चाहिँ मैले लगभग 3 लाख रुपैयाँमा किनेर ल्याएको यसले त राङला बाने पनि छिनाउँदैन यति बलियो छ फलामु सिग्री बलियो त हुन्छ दुईटा गाडी किने हैन अहिले मैले गाडी सेल गरेँ दुईटा गाडीको 40 80 लाख रुपैयाँ सीधा कुरा जनतासँग 1 करोड 60 लाख अनि घरको लगभग 3 करोड जति कमाए औडा मुझे
सब गर्नुपर्छ त्यही त मसँग यो छ त्यो छ भनेर धेरै घमण्ड नगर्नु गर्छ त घमण्ड अर्काको देशमा गएर अहिले सोरेर 11 वर्ष बाहिर बसेर आएर गरेको छ गर्छ हो 11 वर्ष विदेशमा टोयलेट सोरेर कमाएको पैसा हो भन्नुस् न नि किन रेस्लिङ खेलेर कमाएको भनेर गफ हान्नुहुन्छ रेस्लिङ गेममै मैले 10 वर्षलाई साइन गरिदिएँ भने त ल 8 करोड 10 करोड साइन गरिदिन्छु नि मलाई वाइल्ड पैसा हुन्छ नि बाहिर के भने सर कति छ तपाईँसँग कति चाहिन्छ भन न तँसँग कति पैसा छ खल्तीमा भन् त मलाई मसँग त यहाँ पैसा छ यहाँ अब हेर तेरो पैसा कसरी जबरजस्ती लिन्छ तेरो दाइले त्यस्तो गर्न मिल्छ पैसा दिन्छस् मलाई पोसिबल कुरा मैले तँलाई पठाएको त्यो 15 लाख क्यास म्याच सिक्ने तैँले फिर्ता पठाएनस् भने मेरो केटाहरू तँलाई काट्न आउँदैछ है त्यस्तो वाद कुरा नगर्नु सर मसँग मेरो